माननीय विराज भक्त श्रेष्ठ, त्यसपछि माननीय रञ्जु कुमारी झा। सामान्य सभामुख महोदय, यो हवाई सेवा विधेयक यसो सम्झिँदा क्या अहिले त्यहाँ बसेर तयारीहरू गरिरहेको थिएँ अनि यसो पहिलाको सम्झेँ। म एभिएम स्कुल पढ्थेँ अनि हामी लगायत हाम्रो क्षेत्रको विद्यार्थीहरूको बस स्टप चाहिँ आरएनएसीमा, अहिले चाहिँ आर हट्यो, यो नेपाल एयरलाइन्सको अगाडि थियो। अनि त्यतिखेर त्यहाँ बसिराख्दाखेरि एउटा गर्व महसुस हुन्थ्यो क्या, राष्ट्रिय ध्वजा वाहक बोक्नेको कार्यालय भनेर होइन, यस्तो गर्व हुन्थ्यो कि यो चाहिँ त्यतिखेर जापान लगायत युरोपका विभिन्न देशहरूमा पनि जाने होइन। त्यो बस स्टप हुँदाखेरि त्यहाँ साथीहरूसँग कुरा गर्दाखेरि चाहिँ हाम्रो देशको झन्डा बोकेर यो प्लेन चाहिँ यहाँ जान्छ भन्ने खालको खेल्थ्यौँ हामी, म लगायत हाम्रा त्यहाँका धेरै साथीहरू त्यसरी। तर पछिल्लो क्रममा हेर्दाखेरि जुन यसको हविगत भयो होइन, त्यो राष्ट्रिय ध्वजा वाहक त्यो सबैको मनमा चाहिँ भएको कुरा, तर स्थिति झन् त्यो 2013मा त युरोपमा ब्यान नै पनि गरियो यसलाई होइन। कसरी यो अवस्थासम्म पुग्यो होइन, के भयो यो बिचमा? सबै त्यो हेऱ्यो भनेदेखि एउटा त राजनीतिक नियुक्तिका कुराहरू, भ्रष्टाचारकै कुराहरू होइन। 2013मा यो ब्यान भइसकेपछि एउटा जे जुन अहिले मन्त्रीजीलाई शुभकामना पनि के भन्दा त्यस्तो चुनौतीपूर्ण यतिका लगभग 1 दशकको अन्तरालमा तपाईँको कार्यकालमा यो आएको छ र यो राष्ट्रिय चासोको विषय पनि हो। यसमा अब मैले केही कुराहरू निवेदन गर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय हवाई कानुनको अन्तर्गतबाट यसलाई 4 खण्डमा चाहिँ वर्गीकरण गर्न सकिने देख्छु। पूर्वाधार, सेवा, सञ्चालन र व्यवस्थापन होइन। अब यो गर्दै जाँदा मेरो निवेदन चाहिँ के छ भन्दा अहिले मन्त्रीजीले यो जिम्मेवारी पाउनु भएको छ, सरकारको ताल यही नै हो, देशको स्थिति यस्तै छ, कहिले चेन्ज हुन्छ। तर हामीले कहिले पनि इन्स्टिट्युसनल एफिसियन्सीलाई राम्रो गर्ने पार्टमा हामीले कामै गरेनौँ क्या। हामी कहिले काम गर्छौँ भन्दा जब अन्तर्राष्ट्रिय नियम लागू गर्ने संस्थाहरूबाट ब्ल्याकलिस्टमा परेपछि मात्र काम गर्छौँ क्या हामी, तर पूर्व तयारी कहिले पनि गर्दैनौँ। हामीले अहिलेसम्म पनि विकास भने चाहिँ पूर्वाधार मात्र हो भन्ने चिजको एउटा भ्रमबाट बाहिर निस्किनै सकेका छैनौँ कि सेवा पनि हो। त्यसमा पनि तपाईँको हवाई सेवा त अहिले के भएको छ, अब यो असार सावन भएपछि तपाईँको गाडीहरू पहिरोहरूले गर्दा अप्ठ्यारो हुन्छ, मान्छेले यो चिज सदुपयोग गर्नुपर्ने, तर त्यसलाई हामीले अझै व्यवस्थित गर्न सकेका छैनौँ। अब युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्रामले चाहिँ सेफ्टी ओभरसाइट अडिट अन्तर्गत चाहिँ दोहोरो भूमिकाको कुरालाई औँल्याएकोलाई यसले अन्त्य गर्ने भन्ने कुरा चाहिँ एकदमै स्वागत योग्य पनि छ। यसमा अझ मेहनत गर्नुपर्ने, यो विधेयक कर्मकाण्डको लागि खालि त्यो ब्ल्याकलिस्टबाट हटाउनलाई मात्र होइन कि यसका अन्तर्वस्तुमा गएर चाहिँ यसका समस्याहरू के छ, छानबिन गर्नुपर्ने के छ, सुधार गर्नुपर्ने के छ भन्ने कुराहरू हामीले ध्यान दिनुपर्छ। मलाई एउटा चिन्ता लागेको विषय चाहिँ ऋण लिन सक्ने भनेर पनि भनेको छ यसले होइन। तर मलाई यो पोखराको एयरपोर्ट र भैरवाको एयरपोर्ट देखिसकेपछि यो ऋण लिने भन्ने चिज देखेर असाध्यै डर लाग्छ मलाई। पूर्वाधार बन्छ, सञ्चालन हुन सक्दैन अनि आम नागरिकहरूको चाहिँ लगानी फसिरहेको हुन्छ क्या त्यहाँ। सो मैले भने त्यसको रिटर्नहरू के हो, यसले प्रतिफल कहिलेसम्म दिन्छ, यस्तो कुराहरूको नगरिकन हामीले त्यो ऋण मात्र लिने सोचले पूर्वाधार मात्र बनाउने अनि देश चाहिँ कङ्गाल हुने खालको सोचबाट पनि बाहिर आउनुपर्छ, त्यसलाई जस्टिफाई हुनुपर्छ जस्तो लाग्छ मलाई होइन। अब भैरवा एयरपोर्टको कुरा गर्दाखेरि इन्टरनेसनल फ्लाइट 10वटा आयो भनेदेखि बल्ल अपरेसन कस्ट उठ्दो रहेछ क्या। अस्ति अगाडिसम्म 5वटासम्म चल्या रहेछ, अहिले त त्यो पनि बन्द भएको छ क्या। भएकोलाई चलाउन सकाइहाल्यो सभामुख महोदय, भएकोलाई हामीले सञ्चालन गर्न नसक्ने। अब मलाई के लाग्छ भन्दा कुन दिन निजगढ विमानस्थल भनेर ऋण लिने होला क्या। अब 3टा विमानस्थल हुन्छ तर त्यसले केही पनि काम चाहिँ गरे हुँदैन। सो यसमा चाहिँ म मन्त्रीजीलाई अलिकति गम्भीर पनि भएर यो कुरालाई यो सैद्धान्तिक छलफलमा म निवेदन गर्न चाहन्छु सभामुख महोदयबाट। हामीले अहिले अलिकति देशभित्रको हवाई यातायातलाई सुविधा दिनलाई क्षेत्रीय विमानस्थलहरूको रूपमा पनि केही डेभलप गर्न सक्यो भनेदेखि पहाडी जिल्लाहरूलाई अलिकति राहत हुन्छ जस्तो पनि मलाई लाग्छ। यो हामीले हेर्न सकेनौँ भनेदेखि चाहिँ के हुने भयो भन्दाखेरि त्यो पहाडलाई, त्यो अलिकति दुर्गम स्थललाई हामीले सहरसँग जोड्न सक्दैनौँ। अन्त्यमा सभामुख महोदय, सेवाग्राहीहरूलाई शास्ति कसरी हुन नदिने भन्ने चिजलाई पनि हामीले ध्यान दिन सक्नुपर्छ जस्तो लाग्छ मलाई। अब अहिले हेऱ्यो भनेदेखि हाम्रो प्लेनहरू ग्राउन्डेड हुने 8 घण्टा 10 घण्टासम्म तपाईँको
यो हुन्छ नि अब त्यत्रो लगानीमा ल्याएका प्लेनहरू सञ्चालन हुन नसक्ने समस्या पनि समाधान गर्न सक्नुपर्छ भन्ने कुराहरू राखेर आफ्नो भनाइ यहीँ अन्त्य गर्छु। नेपालको जय होस्। सम्मानीय सभामुख महोदय, यो नेपाल हवाई सेवा प्राधिकरण बन्नु नै पर्ने थियो। यो विधेयक स्वागत योग्य छ, धन्यवाद मन्त्रीज्यू। तर जुन कारणको लागि है मैले सबैजनालाई अनुरोध पनि गरेँ, हामीले कालो सूची ब्ल्याक लिस्टिङ भन्ने शब्दहरू प्रयोग गर्दै गर्दाखेरि हाम्रै एयरलाइनप्रतिको विश्वसनीयता घट्छ। EU एयर सेफ्टी लिस्टमा परेकोले हामीले हाम्रो उडानहरू युरोपमा भर्न नसकेको हो, त्यहाँ जान अनुमति नपाएको हो। त्यसको एउटा चाहिँ नि यही एउटा कन्डिसन थियो, सर्भिस प्रोभाइडिङ र मोनिटरिङ छुट्टै गर भनेर, त्यो अनुरूप यो आएको छ। यद्यपि यो आइकाओको सुझावहरू र EU एभिएसन सेफ्टी एजेन्सीको सुझावहरू यो विधेयकमा समेटिएको छैन। मैले मन्त्रीजीको एकदम गम्भीर ध्यान आकर्षण गराउन चाहेँ। यो प्राधिकरण यो इन्डिपेन्डेन्ट हुनुपर्नेमा यसमा धेरै पदेन सदस्यहरू छ, सबै कर्मचारीहरूले भरेको छ, त्यसरी त इन्डिपेन्डेन्ट एन्टिटी बन्दैन। यसलाई रिथिङ गर्नुपर्छ। दोस्रो, यो 2075 सालमा हाम्रै पार्लियामेन्ट्री कमिटीले पर्यटन तथा नागरिक उड्डयन अध्ययन तथा अनुगमन सम्बन्धी स्थलगत अध्ययन तथा अनुगमन भ्रमण प्रतिवेदन 2075 को प्रतिवेदन छ, त्यसको सुझाव अनुरूप यो विधेयकमा आएको छैन। म केही पढेरै सुनाउँछु। भविष्यमा लाभ लागत कस्ट बेनिफिटको राम्रो अध्ययन नगरी अति अपरिहार्य हुने अवस्था नरहेको स्थितिमा जथाभावी विमानस्थल निर्माणको निम्ति होडबाजी हुनु र जथाभावी अध्ययन टिम खटाउनु राम्रो होइन। उदाहरणै दिएको छ। उदाहरणको लागि रकमको अभावमा मुगुको टर्मिनल काठको छाप्रोमा राखिएको छ भने अन्य ठाउँमा 50 करोड भन्दा बढी रकम आवश्यक नपर्ने स्थानको निम्ति अध्ययन गर्न छुट्याइएको छ। यस्तो तरिकाले त हुँदैन। त्यसकारण यस्तो गम्भीर पार्लियामेन्टले नै दिएको प्रतिवेदनको रिपोर्टहरू पनि यसमा कुनै पनि तरिकाले यसमा इन्क्लुडेड छैन। यसमा पनि मैले ध्यान आकर्षण गराएँ। र अर्को एकदम महत्त्वपूर्ण यसमा उठाउनै पर्ने, यो विमानस्थल सञ्चालनमा निजी क्षेत्रलाई पनि प्रवेश दिन सकिनेछ भनेर लेखिएको छ। त्यो विमान सञ्चालनको परिवेश के हो? इमिग्रेसन डेटामा निजी क्षेत्रको एक्सेस हुन्छ कि हुँदैन? सेक्युरिटीमा एक्सेस हुन्छ कि हुँदैन? हामीले शिक्षामा त एउटा त्रुटि, नीतिगत त्रुटि गरिसक्यो होइन, यो प्रफिटेबिलिटी हेरेर। यसमा पनि यो गरेर ब्याकट्र्याक गर्न गाह्रो हुन्छ। यसमा एकदम क्लियर मन्त्रीज्यूको धारणा होस् कसरी गर्ने हो भनेर। त्यसपछि एकदम एयर नेभिगेसन त्यो जुन परिच्छेद छ त्यसमा एकदम मिसिङ चाहिँ नि यो पर्मानेन्ट हुनु पर्यो। एयर क्रासको इन्भेस्टिगेसन जुन बोर्ड छ त्यो केन्द्रको रूपमा यसैभित्र छ, त्यो चाहिँ इन्डिपेन्डेन्ट र त्यसमा हुनुपर्ने मान्छेहरू चाहिँ पर्मानेन्ट हुनु पर्यो भनेर आइकाओको रिपोर्टले भनेको छ। हामी एकदम कमजोर भएको क्षेत्र त्यसैमा हो। तर त्यो क्षेत्रमा नै हामीले यो विधेयक प्रस्तुत गर्दाखेरि अलिकति त्रुटि देखिएको छ। अर्को, हामीलाई धेरैजनालाई विधेयकमा काम गर्दै गर्दाखेरि यो मापदण्डमा आउँछ, यो राष्ट्रिय मापदण्डमा आउँछ, यो नियमावलीमा आउँछ भनेर छलाउँछन्। तर जुन आइकाओको रिपोर्ट अनुसार फटिग, कर्मचारीहरूको थकान, पाइलटहरूको थकान, यो सबै कुराहरूलाई टेक केयर गर्नु पर्यो भनेर पटक पटक यो प्राइमरी के ऐनमा आउनुपर्छ भन्ने कुरा हामीले फेरि पनि छुटाछौँ। र यो नियमावलीमा आउँछ, यो निर्देशिकामा आउँछ भनेर त्यसरी चाहिँ नि यो ऐनमा छुट्यायौँ भने हामी फेरि झुम्का त्यौँ हुन्छौँ। हामीले EUमा जुन उडानहरू भन्नुपर्ने छ, हाम्रो जुन सर्भिस सेक्टिङ र मोनिटरिङको जुन कन्सेप्टबाट यो ल्याएको छौँ, हामी फेरि त्यहाँ चुक्छौँ भनेर मैले यो सैद्धान्तिक पक्षमा हजुर सबैजनालाई पनि निवेदन गरेँ। धन्यवाद। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त आज माता तीर्थ औँसीको दिन सम्पूर्ण आमाहरूलाई सम्मान र सम्झना प्रकट गर्न चाहन्छु। साथै भारतको कश्मीरमा आतंककारी हमलाबाट दिवंगत हुनुभएका रूपन्देहीका सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण हिंसाहरूप्रति मेरो निन्दा पनि प्रकट गर्न चाहन्छु। आज हामी नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलको क्रममा छौँ। यो विधेयक अत्यन्त स्वागत योग्य छ। यही सदनबाट अघिल्लो अधिवेशनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको माननीय सांसद शोभिता गौतमले अति जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनु भएको थियो र यो छलफलको क्रममा पनि धेरै माननीयज्यूहरूले अहिले हाल विद्यमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रूपमा दुईवटा निकायको रूपमा विकास गर्नुपर्छ भनेर धेरै मान्य सांसदहरूले सुझाव पनि दिनुभएको थियो। त्यही सुझावलाई ग्रहण गर्दै आज माननीय मन्त्रीज्यूले यो विधेयक यहाँ प्रस्तुत गर्नुभएको छ र आज त्यसैको छलफलको क्रममा
छौँ। लामो समयदेखि नेपालको सदस्य रहेको अन्तर्राष्ट्रिय हवाई संस्था आइकाओ ले पनि नेपाल झन्डै 2009देखिको अडिटमा नेपालमा यी विषयहरू उठाइरहेको छ। एउटै निकायले नियमनको पनि काम गर्ने, सेवा प्रदायको पनि काम गर्ने गर्दाखेरि त्यसमा समस्याहरू छन् भनेर औँल्याइरहेको थियो र नेपालले झन्डै 12-15 वर्ष अगाडि एडिबीसँग एउटा प्रोजेक्ट साइन गरेर यो निकायहरूलाई टुक्र्याउने भनेर त्यस्तो प्रतिबद्धताहरू पनि गरेको थियो। यी सम्पूर्ण घटनाक्रमहरू हेर्दाखेरि यो अत्यन्त ढिलो भए पनि आएको यो विधेयक महत्त्वपूर्ण छ र यसले नेपालको हवाई सेवालाई थप सुरक्षित बनाउन, थप व्यवस्थित बनाउन भूमिका खेल्न सक्छ भन्ने आशा गर्न सकिन्छ। सिद्धान्तको दृष्टिकोणबाट हेर्दा पनि रुल अफ ल, पब्लिक इन्ट्रेस्ट र एडमिनिस्ट्रेटिभ अकाउन्टेबिलिटीको हिसाबले, एफिसियन्सीको हिसाबले यो राम्रो छ। यसको तर त्यसका बावजुद पनि केही समस्याहरू देखिन्छ। सुधार्नै पर्ने विषय एउटा गभर्नेन्स स्ट्रक्चर, सञ्चालक समिति अत्यन्त परम्परागत छ। अरू विधेयकमा आउने जस्तै कर्मचारीहरू नै हेभी भएको सञ्चालक समिति बनेको देखिन्छ। यो आफैमा फेरि अत्यन्त शक्तिशाली छ। यसको जवाफदेहिताको बाटो देखिँदैन। शक्तिशाली छ, अत्यन्त कर्मचारीहरूले भरिएको छ, तर जवाफदेहिता देखिँदैन। यसको फाइनेन्सियल अडिट पनि सरकारी निकाय हुँदाहुँदै पनि यसले आफ्नै अडिट गर्ने प्रावधान लेखिएको छ, तर एक्सटर्नल अडिटरहरू, महालेखा परीक्षकहरूको विषयमा यसले बोलेको छैन। साथसाथै स्वायत्त हुँदाहुँदै पनि यसको कार्य सम्पादन मूल्याङ्कनको विषयहरूमा यसमा कमजोरी देखिन्छ। सरकारवालाहरूसँग यसले कसरी सहकार्य र संवाद गर्छ भन्ने कुरा लेखिएको छैन। एयर एक्सिडेन्टमा आइकाको सबभन्दा हाम्रो ऱ्याङ्किङमा बिलो एभरेज आउने एयर एक्सिडेन्टको नम्बर हो, त्यसमा पनि अझै थप सबलीकरण गर्नुपर्ने देखिन्छ। र निजी क्षेत्रको संलग्नता सकारात्मक हुँदाहुँदै पनि सुरक्षाका केही विषयहरूको प्रश्न उठेको छ। यी विषयहरूलाई समेटेर हामी संशोधन गर्ने नै छौँ। हाललाई यो आएकोमा स्वागत गर्दै थप यसलाई बलियो बनाउन हामी समितिमा पनि छलफल गर्नेछौँ र माननीय मन्त्रीज्यूलाई धन्यवाद भन्दै यहाँबाट म बिदा हुन्छु। सभामुख महोदय, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक 2081 विधेयकको उद्देश्य र कारण हेर्दै गर्दा हामीले हवाई सेवाको नियमन र व्यवस्थापनलाई अलग गर्दै अन्तर्राष्ट्रिय सुरक्षा तथा सेवा मापदण्ड अनुरूप बनाउने, विमानस्थल हवाई नेभिगेसन प्रणाली तथा अन्य आवश्यक पूर्वाधारको विकास, सञ्चालन तथा व्यवस्थापन र तेस्रो बुँदामा निजी तथा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै पर्यटन, व्यापार तथा रोजगारी बढाउने, नेपालको हवाई सेवा प्रणालीलाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउने भनेर राख्नु भएको छ। विधेयक प्रमुख प्रावधानहरू केही रहेका छन्, यसका सकारात्मक पक्षहरू केही छ र कमजोर पक्षहरू पनि छ। हामीले नेपालको इन्स्टिट्युसनलाइजेसनको संस्थागत अभ्यासको इतिहास हेर्दै गर्दा हामीले जहिले पनि संस्था बनाउने भन्दै गर्दा संस्थाको सङ्ख्या थप्ने भन्ने मात्र सोध्छौँ र सङ्ख्या थप्ने कुरामा राजनीतिक नियुक्तिको लागि केही पदहरू सृजना गर्न सकिन्छ कि भनेर सोचेको पाउँछौँ। संस्था बनाउने भनेको संस्थाको संस्थागत अभ्यास बनाउने हो, संस्थाको सङ्ख्या थप्ने होइन। त्यसैले त्यो एउटा कुरामा हामीले मलाई यो विधेयक अगाडि बढ्दै गर्दा एउटा जोखिम चाहिँ के लागिराखेको छ भने फेरि अर्को हामीले इन्स्टिट्युसन मात्र बनाउँछौँ कि इन्स्टिट्युसनल प्र्याक्टिस पनि गर्छौँ भन्ने कुरा हो। सो च्यालेन्ज मन्त्रीज्यूको उपस्थितिमा सभामुखज्यूको माध्यमबाट म यो कुरा एउटा गठबन्धन र मन्त्रालयमा चुनौती नै राख्न चाहन्छु। अहिले चुनौती प्रस्ताव गर्न चाहन्छु कि यो संस्थाले चाहिँ इमान्दारीपूर्वक नेपालको हवाई सेवाको साँच्चैकै गुणस्तर, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षण, यो सबै कुरा गर्नको लागि सक्षम हुनेछ भन्ने कुराको आधारहरू के हो, त्यो कुरा पनि त चाहियो कि केही पदहरू मात्र सिर्जना गर्दै हुनुहुन्छ भन्ने एउटा आशंका हो। त्यो होस् भन्ने कामना चाहिँ पक्कै पनि होइन। र यसको अर्को पक्ष भनेको जस्तै नेपाल एयरलाइन्सकै अहिले हेर्न सक्छौँ नि हामी, मन्त्रीज्यू आउनु भएपछि केही अपेक्षा चाहिँ राखेको थिएँ कि नेपाल एयरलाइन्सको क्वालिटी अलि इम्प्रुभ होला। यदि मान्छेले क्यारम बोर्ड खेलेरै घर भाडाबाटै जीविकोपार्जन गर्न सक्छन् भने उनीहरू विश्वविद्यालय जान चाहँदैनन्, मानवीय स्वभाव हो। नेपाल एयरलाइन्सको अहिले त्यही अवस्था छ कि उसले ग्राउन्ड ह्यान्डलिङ सम्हालेर एयरलाइन्स लसमा भए पनि एयरलाइन्स चलाइराखेको छ, ग्राउन्ड ह्यान्डलिङले उसको भाडा आइराखेको छ
र त्यसले गर्दाखेरि त्यसको स्तर कहाँ छ एयरलाइन्सको सबै चिज त्यो पनि देख्न सक्छौँ हामी, कस्तो सेवा दिइराखेको छ त्यो पनि देख्न सक्छौँ। त्यसमा त केही सुधार आएको छैन यो 10 महिनामा। अनि इन्स्टिट्युसन थपेर मात्र क्वालिटी इम्प्रुभ हुन्छ भन्ने ग्यारेन्टी के हो त भनेर त्यो अर्को चुनौती प्रस्तुत गर्न चाहन्छौँ। र यसमा केही सुझाव छ, जस्तै 30 दिनको समय राख्नु भएको छ, यो एकदमै अव्यावहारिक हो, यो सम्भव पनि छैन। एउटा अब यो पानी जहाजको कार्यालय र रेलको कार्यालय जस्तै हैन, यो कार्यालयहरू थपिने काम मात्र नहोस् 30 दिनमा, यसको प्रभावकारिता पनि होस्, त्यसले काम पनि गरोस्, र त्यसमा राजनीतिक नियुक्ति बाहेक त्यसको जुन हाम्रो लगानी गर्छौँ ट्याक्स पेयर्स मनी हो नि, करदाताले मेहनत गरेर नुन तेल किन्दाखेरि सरकारलाई सञ्चालनको लागि कर तिर्दैछ, अनि हामी चाहिँ यो मनको लड्डुहरू बाँड्दै कार्यालयहरू थप्दै गर्दाखेरि त्यसले क्वालिटी कतै पनि बढाउँदैन। र हाम्रो स्टेट फेलरको अहिले सबैभन्दा एउटा स्पष्ट उदाहरण चाहिँ नेपाल एयरलाइन्स हो। व्यवस्थापकीय रूपमा कति सम्झौता गर्छौँ हामी, कुन पृष्ठभूमिको व्यक्तिलाई ल्याएर कहाँ नियुक्ति गरिदिन्छौँ र कति सम्झौता गर्छौँ, र एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङको क्वालिटीले देखाइराखेको छ। मेरो तपाईहरूप्रति अनुरोध र सरकारलाई यस्तो विधेयकहरूले सम्भावना देखाउँछ, तर व्यवस्थापकीय सम्झौता र कमजोरी अहिले जुन अभ्यास भइराखेको छ, यो पोखरा एयरपोर्ट र भैरवा एयरपोर्टको करप्सनको कुरा आइरहेछ। म सार्वजनिक लेखा समितिको सदस्य पनि छु, भैरवा एयरपोर्टको अध्ययन भ्रमण पनि गएको थिएँ। 640 को पूर्वाधार र 2300 करोडको यो जग्गा अधिग्रहण, त्यो सबै कुराले देखाइरहेछ कि अहिलेसम्म कति सम्झौता भइराखेको छ भन्ने कुराले। त्यसैले गर्दा यो विधेयक अर्को सम्झौता र अर्को नियुक्ति र अर्को इन्स्टिट्युसनल फेलरको एउटा स्टोरी मात्र नबनोस्। यसले साँच्चीकै यसमा जुन किसिमको प्रावधानहरू उद्देश्य र कारणहरूमा चारबुदा राख्नु भएको छ त्यो अनुसारकै अभ्यास होस् र परिणाम पनि त्यस्तै होस् भन्ने कामना र यसको लागि अनुरोध पनि राख्न चाहन्छु। धन्यवाद।